यो चाहिँ यता पछाडिको भाग साथीहरू। यहाँ त यस्तरी सानो यो बोट छ नि, बोट आउँदैछ। बोटमा चाहिँ यसरी चढेर हिँड्छन्। यहाँबाट चाहिँ बोट रेन्टमा लिँदो रहेछ क्या हो। अनि यसरी आउँछन् उनीहरू। आउँदैछ घरहरू यस्तो राम्रो छ है। अनि मान्छेहरू चाहिँ आमामा यति छ कि मान्छेहरू घुम्नलाई। विकेन्ड भयो नि त, अहिले विकेन्ड छुट्टी भयो, बच्चाहरूको पनि छुट्टी छ नि त। अनि त्यही भएर यसरी बोट आउँदैछ। बोट यसरी चलाएर जान्छन् यिनीहरू यहाँबाट लिएर है। अनि यस्तरी छ फेवातालकै। म त यस्तो यो हेर्दा त फेवातालको याद आएको क्या मलाई। हाम्रो फेवातालमा नि यस्तै राम्रो गरे त। यस्तो बब्बाल छ हाम्रो ठाउँ चाहिँ। नेपाल पनि हाम्रो युरोप भन्दा कम छैन, तर हुन्छ नि के भन्छ अब, त्यसको युटिलाइज गर्नै जानेन क्या। यस्तो बोटहरू नि छन त छ, तर चल्दैन नि त खासै, इमर्जेन्सीको लागि मात्रै। यस्तो बनायो भने चाहिँ धेरै राम्रो हुन्छ है। एउटा यतिको नसके नि सानो त्यो यतिको गऱ्यो भने चाहिँ धेरै राम्रो हुन्छ नेपालमा पनि। यस्तो बब्बाल ठाउँ छ गाइज। पोल्यान्डमा हुनुहुन्छ नि यो ठाउँमा आउनु होला है। धेरै मान्छे घुम्न आएका छन् यहाँ चाहिँ।